संसार जित्न हिँडेको म टोयलेट आएर घर फर्किएँ। कस्तो होला त। आज चाहिँ मेरो डे 1 अफ भ्लगिङ हो। तपाईँहरूले देख्न सक्नुहुन्छ नर्भस छ किनभने अहिलेसम्म यस्तो गरेको थिएन। फर्स्टमा मैले आफ्नो बाइक मजाले स्टार्ट गर्नको लागि जुत्ता सुत्ता लगाएँ। बाइक चाहिँ गियरमा रहेछ, त्यही भएर मैले उतापट्टि तन्केर गियरको तानेँ। यसो हेरेको 3 गियरमा रहेछ, फेरि 2 गियरमा पुगेछ। फेरि 2 गियरबाट मैले न्युट्रलमा लाउनलाई फेरि तन्केर एउटा खुट्टा उचालेर न्युट्रलमा लगाएँ। बल्ल बल्ल स्टार्ट भयो, बाइक भुरुरुरु गर्न थाल्यो। त्यतिकैमा मैले फेरि अर्को जुत्ता पनि मिलाएँ। पसल पुग्दाखेरि कोही पनि आएको थिएन, म एक्लै थिएँ। कुरेर बसौँ भनेको फेरि याद आयो कि मोटो भ्लगिङ गर्नु छ। मोटो भ्लगिङको सेटअप अर्को हेलमेटमा थियो, त्यही भएर त्यो हेलमेटको चेन माउन्ट निकाल्दै थिएँ। त्यतिकैमा महेश आएर ह्यान्डसेक गरेर गयो। फेरि पछाडिबाटै खै कता गयो। म चाहिँ आफ्नो काममा बेच्थेँ। नयाँ नयाँ हेलमेटमा स्क्रच लाग्छ भनेर त्यो हेलमेटलाई मैले ट्याक्क त्यो रबरको बिलमुलाको त्यसमा राखिदिएँ। एलएसटीको हेलमेट भयो नि। सबै क्यामेराहरू रेडी बनाएँ, एक्सन क्यामेरा भ्लगिङको लागि। यसो मोबाइल झऱ्यो, हेरेको टेम्पर ग्लास मात्र फुट्या रहेछ। म त एउटा किडनी गयो कि सोचेको, होइन रहेछ। सबै चिज रेडी भइसकेपछि याद आयो कि माइक त रिमाल भाइले लगेको छ। फेरि अचम्म परेँ, टाउको हल्लाएँ। फेरि अनि यसो ऐना हेरेको पेट लागे जस्तो भयो। जतिखेर नि ऐना हेर्ने बित्तिकै मोटाए जस्तो फिल हुन्छ है। 70 केजी भइसकेको छु। त्यतिकैमा बाहिर हेरेको रोनक भाइ पनि आइसकेको रहेछ। यसो रोनक भाइसँग गफ गरौँ भनेको उता गयो। फेरि यसो नजिकै गएँ, भ्लगमा देखाउँछु भनेर नजिकै गएँ। ह्यान्डसेक गर्छु भनेको फेरि टोपी सोपी खोल्न थाल्यो, हेलमेट खोल्न थाल्यो। त्यतिकैमा प्रवीण र उसको साथी र हाम्रो साथी पनि आइपुग्नु भयो। आएर यसो चलपल दियो। त्यहाँबाट हामी सिधै नगरकोट गयौँ। नगरकोटको भ्यू बबाल थियो। हामी रेस्टुरेन्टमा थियौँ। मैले यसो देखाइदिएँ म कस्तो देखिरहेको छु भनेर। र फेरि प्रवीण लास्टमा आयो। जहिले पनि लास्टमा आउने बानी नै छ। बुरबुर गर्दै लास्टमा आएर चटक देखाइदियो। फेरि सबभन्दा लास्टमा इन्ट्री हान्छ भिलेनको भन्थ्यो, हो रहेछ। त्यसपछि बस्यौँ हामी चिया खान। ड्रोन सुन उडाउँ भनेको। अनि अब ड्रोन त निकाल्नु पऱ्यो। ड्रोन निकालेँ, ड्रोन उडाएको कुहिरो लारहेछ। डर लाग्यो फेरि 1,35,000 जान्छ कि भनेर। त्यही भएर अलिकति मात्र उडायो, छोडिदिएँ। त्यतिकैमा चिया पोखिसकेको रहेछ। यता चिया किन पोख्यो भने मैले ड्रोन निकाल्दाखेरि हल्लिएछ। यसो फेरि देखाइदिएँ कि हामी छौँ भनेर। घडी लाउन नि बिर्सेछु, मलाई यादै थिएन, भर्खर थाहा पाएँ। फेरि अब सबैजनालाई भोक लाग्यो। हामी त ब्रेकफास्ट खान्छौँ भने हामी 3जना चाहिँ फेरि ब्रेकफास्ट होइन, हामी 3जना भातै हो भने भात खायौँ। भात आयो मस्त चिकन खाना, डढिया भात। अनि अचार सचार पनि मिठो थियो। यो प्रवीण भाइ फेरि अलिकति केही देखायो कि लजाइहाल्छ। अनि फेरि अब त्यहाँ खानासाना सकाएर अटोवेल आएर आजको भ्लग एन्ड गरौँ भनेको रिमाल भाइ आइपुगेको रहेछ। माइक किन नदिएको भनेर कुट्नलाई रेडी भयो। त्यतिकैमा